हाम्रो उमेरभन्दा पहिले नै आउने अनुहारमा जो चाउरीपन हुन्छ त्यसलाई कम गर्नका लागि मैले धेरै टिप्सहरू आज एउटै भिडियोमा लिएर आएको छु है। म बेला बेला अरू अरू भिडियोहरूमा पनि मैले बताउने गरेको छु अनुहारको लागि, तर आज मैले सबै एउटैमा ल्याएको छु। यो नारिवलको तेल हो, यो बदाम रोगन तेल हो। यी दुईटा मध्ये हामीलाई जुन तेल सजिलो लाग्छ त्यही प्रयोग गर्न सक्छौँ। यो बिहान बेलुका म नारिवलको तेल लगाउँदैछु। बिहान या बेलुका जतिखेर समय मिल्छ यसरी यो पुरै अनुहारमा नारियलको तेल लगाउने छौँ। र यो तेल लगाइसकेपछि यो अनुहार जो यो निधार छ, निधारलाई कम गर्न यसरी 50-60 पटक थपथप्याउने छौँ। यति गरिसकेपछि यो माथि 10 पटक, यसरी तल 10 पटक, यति गर्नु होला। अब त्यसपछि यो साइडमा यसलाई पनि यो औँलाको सहायताले 10-15 पटक तन्काउने छौँ। अब यो भागलाई यसरी नमस्ते गरेर यहाँबाट यसरी 10-15 पटक यो आँखालाई यसरी तन्काएर त्यसपछि बन्द खुला बन्द खुला 10-15 पटक गर्नु होला। त्यसपछि यो मांसपेशीका लागि पुरै गरेर ओम गर्नुभयो भने यो भागलाई पनि यसले राम्रो गर्छ। यसलाई यसरी तान्नेछौँ हामी, यताबाट पनि यसरी तान्नेछौँ 10-15 पटक यसरी। यति गरिदिनु भयो भने